Yes, His Highness. The priest is here and we are going to pray in this place. सबभन्दा बढी यहाँ रहनुभएका दुबईमा रहनुभएका सम्पूर्ण यहाँ उपस्थित महानुभावहरू, नौ नेप्टामा निर्णय गरेको सम्पूर्ण कामहरू हामीले अहिले नेप्टाका अध्यक्षलाई बुझाइसकेका छौँ। नेपाली चलचित्र उद्योगको हु इज हु अफ नेपाली फिल्म इन्डस्ट्री, को भन्दा को कम, को भन्दा को राम्रो अनुहारको, को भन्दा को उत्कृष्ट, अत्यन्तै चर्चित, सम्माननीय, माननीय, आदरणीय नामहरू हाम्रो अगाडि छन् र ती अनुहारहरू छन्। यहाँहरूलाई मनोरञ्जन दिनका लागि पनि ती अनुहारहरू एकदमै एक महिनादेखि लामो रिहर्सल गरिसकेपछि पोख्त भएर तपाईँहरूको अगाडि आइसकेका छन्। अनि उत्कृष्टभन्दा उत्कृष्ट अवार्ड थाम्नका लागि ढुकढुकी लिएर केही चिसो मन, केही उत्साहित अनुहारहरू यहाँ हामीसँग चलचित्र उद्योगभित्रबाट छन्। आजको कार्यक्रम दुबईमा रहेका नेपालीहरूको लागि, तर त्योभन्दा अगाडि नेपालबाट आउनुभएका साथीहरूको लागि पनि स्पेसल हामी यहाँ प्रस्तुत गर्दैछौँ कलाकारहरूको अनरमा एउटा बेले डान्स भन्ने बित्तिकै तपाईँहरूले बुझिसक्नु भएको छ। यो लैलाले राम्रो नाचिन्। वास्तवमा भनौँ मलाई उसलाई भाउजू भन्ने कुनै इच्छा छैन, तर पनि अब अर्काको ठाउँमा फेरि केही मार परिहाल्यो भनेर मैले भाउजू भनेर सेयर साइड खेलेँ। तर पनि मैले मेरो मनको उच्छ्वासलाई गुलाबको फुलद्वारा रेड रोज दिएको छु। के थाहा एकछिनपछि म अर्को उद्घोषको निम्ति आउँछु। Good evening and Assalamu alaikum. Welcome to all of you on 9th award in Dubai. Now I am going to announce the name. Namaskar Dubai. Thank you so much NEFTA Award. उत्कृष्ट costume designer, चलचित्र प्रेम गीत युवी थापा, योगिता कुन, बधाई छ उहाँहरूलाई। चलचित्र प्रेम गीत मुहानहरू पनि नागा छन्। भोक लागेको छ भुँडीहरू नागा छन्। तिर्खा लागेको छ पानीको मुहानहरूलाई, पानीको मुहानहरू पनि नागा छन्। कहाँ होला त्यो नागाल्यान्डको विशेष प्रदेश जहाँ कपास त उमारिन्छ तर कपास उमार्नेहरू नागा छन्। जहाँ कपास त उमारिन्छ, कपास उमार्नेहरू नागा छन्। त्यो हाम्रो मातृभूमि हुनेलाई खातमाथि खाँच छ, नहुनेलाई पुरपुरोमा हात छ, हुनेलाई छाके पछि मासु छ, नहुनेलाई गहभरि आँसु छ। गहभरि आँसु हुनेहरू, छाके पछि मासु हुनेहरू, खातमाथि खात हुनेहरू र पुरपुरोमा हात हुनेहरूको बिचको आर्थिक खाडल पुरियोस्। त्यो आर्थिक खाडल पुरिएको दिन हामी हाम्रै देशमा रमाइलो दुःख सुखका कुराकानी गरौँला। यही कामनाको साथ आजको यो कार्यक्रमको यो अघिल्लो अंशबाट म दिनेश ऋषि यहाँहरूसँग बिदा माग्छु। तर तपाईँहरूलाई मनोरञ्जन दिनको लागि अब यो स्टेज सम्हाल्नको लागि आउँदैछन् नेपाली हास्य जगतका एउटा अद्वितीय लाइट घुम्यो होइन, दिराम घुमेको। गुड इभिनिङ, नमस्ते, अस्सलाम वालेकुम। हेलो दुबई, सबै दुबई, राजेश दाई र भाउजू दुबई, निखिलजी र सङ्गीताजी दुबई, ध्रुवबुद्ध र सुन्तली दुबई, दीपक र दीपा दुबई, जितु नेपाली एक्लै। खैर केही छैन, यहाँहरू सबैलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। अबको कार्यक्रम केही रमाइलोको साथ म अगाडि बढाउने प्रण गर्न चाहन्छु। 9 नेफ्टा अवार्ड भव्यताका साथ दुबईमा सम्पन्न हुँदैछ। भर्खरै दिनेश दाई मेरो आदरणीय गुरुले मलाई स्वागत गर्नुभयो। थ्याङ्क यू भेरी मच दाई। दाईलाई पनि फुर्सदै छैन, आजभोलि यति बिजी हुनुहुन्छ बिचरा। हप्ताको एकचोटि त एयरपोर्टमा शत्रुघ्न सिन्हा लिएर जानुपर्छ। अस्ति हामी हिजो फ्लाइटमा आउँदाखेरि ध्रुवुसले दाईलाई सोध्नुभयो, दाई अब एलजी अवार्ड कहिले हुन्छ भनेको नि दाईले। खोइ अब त्यो शत्रुघ्न सिन्हाले कहिले किताब लेख्छ त्यसपछि हुन्छ।